आज हामी एसटीसी जीपीएस सफ्टवेयरबाट एक्जामको मार्क्स इन्सर्ट गर्न र मार्कसिट जेनेरेट गर्न सिक्दैछौँ। सबैभन्दा पहिले हामीलाई सब्जेक्ट क्रिएट गर्नुपर्ने हुन्छ। सब्जेक्ट क्रिएट गर्नको लागि सेटिङ्समा गएर एकाडेमिकमा जाने। यदि क्लास र सेक्सन एड गरिएको छैन भने सबैभन्दा पहिला क्लास र सेक्सन एड गर्नुपर्छ। जस्तै यहाँ 10 एड गरिएको छ, म एउटा क्लास एड गरेर देखाउँछु। क्लासहरु यसरी नै एड गरिसकेपछि अब सेक्सनहरु जति पनि सेक्सन छन् तिनीहरूलाई एड गर्नुपर्ने हो। यो सन भन्ने सेक्सन भयो, मुन मैले एड गर्दै सन र मुन भन्ने सेक्सनहरु भयो। अब क्लास र सेक्सन एड गरिसकेपछि क्लास र सेक्सनलाई लिंक गर्नुपर्छ। कुन क्लासमा कुन सेक्सन छ भनेर। जस्तै क्लास 10 मा सन भन्ने सेक्सन मात्रै भयो अनि सन मात्रै भयो। 9 मा सन र मुन दुईटै छ भने सन सेभ गर्नु। सन र मुन दुईटै सेक्सन 9 क्लासमा आयो। अब 10 क्लासमा सेक्सन एड गर्न पर्यो भने मुन भन्ने सेक्सन एड गर्न सकियो। अब सन मुन दुईटै सेक्सन 10 क्लासमा पनि आइपुग्यो। अब सब्जेक्ट एड गर्नको लागि एड सब्जेक्ट भन्नेमा जानुपर्छ। यसमा सब्जेक्टको टाइटलहरु लेख्नु, जस्तै नेपाली, इंग्लिश, म्याथ होला। मानव साइन्सको थ्योरी र प्र्याक्टिकल गरेर दुईटा छ भने साइन्स थ्योरी टीएच साइन्स प्र्याक्टिकल भनेर प्र्याक्टिकल लागि पेयर साइन्स थ्योरी साइन्स प्र्याक्टिकल फरक फरक सब्जेक्ट भनेर क्रिएट गरियो। अब क्लास र सब्जेक्टलाई लिंक गर्नु पर्यो। क्लास सेक्सन र सब्जेक्ट जस्तै यहाँ अहिले सब्जेक्ट कुनै पनि छैन। जस्तै क्लास 10 को सन सेक्सनमा सबै सब्जेक्ट छन् भनेदेखि क्लास 10 सन र मुन मान्नु दुईटैमा छन् भनेको सन मुन दुईटैमा नेपाली, इंग्लिश, साइन्स थ्योरी, साइन्स प्र्याक्टिकल अनि म्याथ गरेर सिलेक्ट गर्न सकियो। यो दुईटैमा त्यस्तै गरेर अब क्लास र सेक्सन लिंक गरिसकेपछि अब थ्योरी र प्र्याक्टिकल सब्जेक्टहरुलाई लिंक गर्न सकियो। जस्तै साइन्सको थ्योरी र प्र्याक्टिकल छ भने साइन्स भन्ने टाइटल मात्रै राख्ने, थ्योरीमा साइन्स थ्योरी, प्र्याक्टिकलमा साइन्स प्र्याक्टिकल अनि सेभ गर्नु। साइन्स अब साइन्स थ्योरी साइन्स प्र्याक्टिकल सट्टा साइन्स भन्ने एउटा सब्जेक्ट हुन्छ अनि त्यसपछि थ्योरी र प्र्याक्टिकलमा थ्योरी र प्र्याक्टिकल मार्क्सहरु एड गर्न सकिन्छ। अब सब्जेक्ट क्लास सेक्सन सब्जेक्ट एड गर्ने काम सकिसकेपछि अब एक्जामिनेसनको लागि एक्जामहरुको टाइप क्रिएट गर्नुपर्ने हुन्छ। जसको लागि एक्जामिनेसन सेटिङ्समा एक्जामिनेसन भन्नेमा जाने र एड एक्जाम टाइप्स। यसमा जस्तै युनिट टेस्ट हो कि मक टेस्ट हो कि एनुअल एक्जाम हो कि कस्तो अथवा टर्मिनल एक्जाम कस्तो टाइपको एक्जाम हो त्यो एक्जामको टाइपहरु एड गर्नु। जस्तै एउटा टाइप हुन्छ युनिट टेस्ट, त्यस्तै गरेर मन्थली टेस्ट हुन सक्छ। टर्मिनल एक्जाम हुन सक्छ र एनुअल एक्जाम। एक्जामको टाइप्सहरु भयो। अब यसमा क्विजहरु पनि एड गर्न चाहिँ सकिन्छ। अब एक्जामिनेसन भित्र म्यानेज एक्जामिनेसन भयो। नयाँ एक्जाम क्रिएट गर्नु छ, मानौ नयाँ युनिट टेस्ट क्रिएट गर्न छ भनेदेखि एड न्यू एक्जाममा जाने। लाइक फर्स्ट युनिट टेस्ट, फर्स्ट युनिटको टेस्ट सेभ गर्यो।
त्यस्तै गरेर अब मन्थली टेस्टहरू अथवा टर्मिनल एक्जाम एनुअल एक्जाम क्रिएट गर्न छ भने यहाँबाट सेलेक्ट गरेर गर्न सक्यो। मन्थली टेस्ट गर्नु पनि वैशाख मन्थली टेस्ट गर्न सक्यो होइन। अनि त्यस्तै अथवा तपाईँको टर्मिनल एक्जाम छ भने फर्स्ट टर्मिनल एक्जाम भन्ने क्लियर गर्न सक्यो। सेकेन्ड युनिट टेस्ट गर्न छ भने युनिट टेस्ट सेलेक्ट गर्नु भनेर इक्जामहरू क्रिएट गर्न सक्यो। यो युनिट टेस्ट हुँदा फर्स्ट युनिट टेस्ट सेकेन्ड युनिट टेस्ट हुँदा सरी आयो। अब पेजलाई रिफ्रेस गरिसकेपछि अब हामीले युनिट टेस्ट हुँदा फर्स्ट युनिट टेस्ट सेकेन्ड युनिट टेस्ट हुँदा त्यस्तै मन्थली टेस्ट सिलेक्ट गर्ने हो भनेदेखि वैशाख मन्थली टेस्ट मात्रै छ, अरू छैन। अनि त्यस्तै टर्मिनल एक्जाम सिलेक्ट गऱ्यो भने फर्स्ट टर्मिनल एक्जाम छ। अहिले हामीले युनिट टेस्टको लागि मार्क्स एड गर्छौँ। युनिट टेस्ट भयो फर्स्ट युनिट टेस्ट मानौँ, सर्च गरौँ। अहिलेसम्म कुनै क्लास अथवा सेक्सनहरू एड भइसकेको छैन। अब कुन क्लासको युनिट टेस्ट हो भनेर चाहिँ डिटेल्सहरू हाल्नलाई एड एक्जाम डिटेल्स पनि जानु पर्यो। फर्स्ट युनिट टेस्ट भयो, अघि नै हामीले सिलेक्ट गरिसकेका थियौँ फर्स्ट युनिट टेस्ट, त्यही भएर हामीले चेन्ज गर्न मिलेन। अनि फर्स्ट युनिट टेस्टको मार्क्स 20 मार्क्सको छ, त्योमा पास मार्क्स 5 होला। अनि क्लास लाइक 10 क्लासको मात्रै अहिलेको लागि सेक्सन छन्, 2टी सेक्सनको लागि। अनि सब्जेक्टहरू नेपाली, इङ्ग्लिस, म्याथ सबै सब्जेक्टको लागि 5 सब्जेक्ट्सको लागि सेभ भनेपछि अब यहाँ फर्स्ट युनिट टेस्ट सेलेक्ट गर्दाखेरि तपाईँको यहाँ क्लास आयो, सेक्सन आयो, सेक्सनमा भएका सब्जेक्टहरू आयो। अब हामीले एउटा सब्जेक्ट सिलेक्ट गरेर मार्क्स इन्सर्ट गर्न पनि सक्छौँ अथवा एकैचोटि एक्सेल फाइलबाट पनि गर्न सक्छौँ। म दुवै देखाउँछु। जस्तै नेपालीको एउटा गरेर मार्क्सहरू इन्सर्ट गर्नु, डबल क्लिक गर्ने सब्जेक्टमा, सब्जेक्ट एड रिजल्ट नेपाली भयो, 10 सनको भयो, फुल मार्क्स 20 भयो, पास मार्क्स 5 भयो। लाइक अब 20मा यसको 10 आयो, 12 आयो, 15 आयो, 16 आयो, 18 आयो, 20 आयो। यसको चाहिँ अब मानौँ फेल भयो, लाइक 4 आयो, 2 आयो। अनि एउटाको रोल नम्बर 9 को नाम सेम भयो, केही फरक परेन नाम। रोल नम्बर 9 छैन, यसको आयो 8 आयो भनेदेखि हामीले जसको रिजल्ट अथवा इक्जाम दिएको छैन अथवा रिजल्ट आएको छैन उसको खाली ठाउँमा छोडिदिनु, अनि बाँकी पनि खाली ठाउँ छोडेर सेभ गरिदिनु पर्यो। अब यदि फेरि मार्क्स इन्सर्ट गर्ने हो भनेदेखि फेरि पनि यसमा क्लिक गरेर बाँकी जुन स्टुडेन्टको मार्क्स एड भएको छैन तिनीहरूको एड गरेर सेभ गर्न सकिन्छ। अथवा हामीले एकैचोटि सबैको मार्क्स सेभ गर्नको लागि एउटा एक्सेल सिट बनाउने। सिटमा एउटा मात्रै सिट हुनु पर्यो, एक्सेलमा एउटा मात्रै सिट हुनु पर्यो। अनि यहाँ रोल लेख्न सक्यो। यतापट्टि माथिपट्टि सब्जेक्टको नामहरू जस्तै नेपाली भयो, इङ्ग्लिस भयो, म्याथ भयो, साइन्स प्र्याक्टिकल भयो, साइन्स थ्योरी भयो होइन। यो जुन अर्डरमा लेख्दाखेरि पनि खासै फरक पर्दैन। अनि स्मल क्यापिटल जुन लेटरमा लेख्नु, रोल नम्बर चाहिँ चाहिन्छ नि, जस्तै रोल नम्बर 1 2 3 4 5 6 यो रोल नम्बरहरू भयो। रोल नम्बर 9 सम्मलाई राखेर नेपालीमा हामीले कहिले एड गरिसकेको एड गरिसकेको मार्क्स त्यो ओभरराइट हुँदैन। अब हामीले चाहिँ मानौँ अब कुनै एउटा सबैले एउटै मार्क्स दिनु हो, होइन।
बिचमा कसैलाई फेल पनि बनाइदिउँ 2 आयो 4 आयो 3 आयो 1 आयो यसरी एक्सेल सिट सेभ गरिदिउँ यसलाई नाम दिन सक्यो 10 यसरी मार्क्स सेभ गरिसकेपछि अनि सेक्सनमा गएर सनमा गएर जुन सेक्सन हो त्यस सेक्सनको नाममा गएर डबल क्लिक गर्ने डबल क्लिक गरेर फर्स्ट युनिट टेस्ट क्लास 1 भनेर आयो अनि अपलोड डेटा भनेर आयो अपलोड डेटामा गएर क्लिक गरिसकेपछि अब यहाँ सिलेक्ट गर्ने हो फाइललाई सिलेक्ट गर्ने फर्स्ट युनिट टेस्ट अनि ओपन गरिदिने अनि इम्पोर्ट गर्ने अब मार्क्सहरू आफ्नो सब्जेक्ट वाइज भएर बसिसकेको छ हामी अब चेक गर्छौँ जस्तै नेपालीको मार्क्स भयो यो नभएको सब्जेक्ट यसरी एड नभएकाहरूको भइसक्यो तपाईँको इङ्ग्लिस भयो इङ्ग्लिसमा पनि आइसक्यो त्यस्तै गरेर म्याथमा पनि एड भइसकेको छ साइन्स थ्योरी र साइन्स प्र्याक्टिकल गरेर मार्क्सहरू एड भइसकेको छ अब यहाँ पास मार्क्सहरू चेन्ज गर्नु छ भने यहाँबाट पनि चेन्ज गर्नु हुन्छ जस्तै फुल मार्क्स र पास मार्क्सहरू साइन्स प्र्याक्टिकल फुल मार्क्स 10 राख्यो पास मार्क्स 2 राख्यो है यहाँबाट पनि चेन्ज हुन सक्छ स्टुडेन्ट्सको मार्क्स एड गरिसकेपछि डिटेल्समा रिजल्ट हेर्नको लागि एक्जामिनेसन त्यसपछि रिपोर्टमा गएर क्लिक गर्ने त्यसपछि युनिट टेस्ट भयो फर्स्ट युनिट टेस्ट क्लास 1 को रिजल्ट हेर्नको लागि यो पुरै क्लासको रिजल्ट एकैपटक हेर्न सकिन्छ अनि फेल भएकाहरूको चाहिँ रेड कलरमा एस्ट्रिकसँग रिजल्ट आउँछ अनि त्यसपछि जसको रिजल्ट छैन उनको नट एप्लिकेबल भनेर आउँछ अब मार्कसिट जेनेरेट गर्नको लागि सेटिङ्समा गएर एडमिनिस्ट्रेसनमा गएर स्कुलको डिटेल्सहरू एड गर्नुपर्ने हुन्छ स्कुल एडमिनिस्ट्रेसनमा स्कुल डिटेल्समा जाने अनि त्यसपछि स्कुलको नाम लाइक एसटीसी जीपीएस सेकेन्डरी स्कुल एसटीसी सेकेन्डरी स्कुल भनेर राख्न सक्यो अनि एड्रेस बहतपुर 10 चितवन त्यस्तै गरेर कन्ट्याक्ट नम्बर अनि मोबाइल नम्बर पनि एड गर्न सकियो यसमा अनि इमेल एड्रेस भयो स्कुलको इमेल एड्रेस राख्नेमा अनि त्यस्तै गरेर इस्टाब्लिश्ड इयर लाइक 2052 अनि रेजिस्ट्रेसन नम्बर राख्न सक्यो अनि प्यान नम्बर भयो स्कुलको प्यान नम्बर त्यसपछि लोगो स्कुलको लोगो राख्न सक्यो अहिले एक्जाम्पल कुनै एउटा स्कुलको लोगो म हाल्दैछु जस्तै यो गुरुकुलको लोगो भयो अनि सेभ गर्न सक्यो सक्सेस भनेर आयो माथिपट्टि अब फेरि एक्जामिनेसनमा रिपोर्टमा जानु अनि त्यसपछि क्लास सेक्सन सिलेक्ट गर्ने एक्जाम सिलेक्ट गरेपछि अब जुन स्टुडेन्टको त्यसपछि अब मार्कसिटमा रिजल्ट हेर्ने कि ग्रेड सिटमा हेर्ने प्रिभ्यू गर्नको लागि रिजल्ट प्रिभ्यूको लागि मार्कसिट अथवा ग्रेड सिट केमा रिजल्ट प्रिभ्यू गर्ने हो चेक गर्नको लागि यो अप्सन सिलेक्ट गर्न सक्यो अहिलेको लागि मार्कसिट सिलेक्ट गरौँ त्यसपछि स्टुडेन्टको जुन स्टुडेन्टको
प्रिभ्यू गरेर हेर्नु छ उसकोमा नाममा क्लिक गर्ने। यहाँ माथिपट्टि रेजिस्ट्रेसन नम्बर आयो, त्यसपछि फोन नम्बर, मोबाइल नम्बरहरू, स्कुलको नाम, एड्रेस, इस्टाब्लिस्ड इयर, अनि फर्स्ट युनिट टेस्ट भएको फर्स्ट युनिट टेस्ट भनेर आयो। अनि त्यसपछि स्टुडेन्टको नाम, फादर नेम, एकाडेमिक इयर, क्लास सेक्सन, रोल नम्बरहरू आयो। त्यस्तै गरेर अब यो मार्क्सहरूमा आयो। यहाँ चाहिँ प्र्याक्टिकल थ्योरी मार्कसिटमा चाहिँ अलग अलग देखिन्छ। अनि त्यस्तै गरेर एग्रिग्रेड पर्सेन्टेज आयो, डिभिजन, सेकेन्ड डिभिजन, ऱ्याङ्क 7 आयो, एटेन्डेन्स रिजल्ट आयो, अनि तलपट्टि स्कुलको नामहरू, सिग्नेचरहरूको ठाउँ भयो। अब त्यस्तै गरेर सबै स्टुडेन्टको लेजर निकाल्न छ भने एक्सपोर्ट टु एक्सेलमा गएर क्लिक गरेर सेभ गरेपछि लेजरमा रिजल्ट आउँछ, एक्सेल सिटमा एक्सपोर्ट हुन्छ। अनि त्यसपछि त्यसलाई प्रिन्ट गरेर स्कुलको वालमा लगाउन सक्यो एज अ लेजर। अथवा स्टुडेन्टको मार्कसिट प्रिन्ट गर्नु छ भने प्रिन्ट गर्ने स्टुडेन्टहरू सिलेक्ट गर्यो, मार्कसिट प्रिन्ट गर्नलाई प्रिन्ट भन्ने अप्सनमा गएर क्लिक गर्ने। त्यसपछि सिधै प्रिन्ट गर्नको लागि अप्सन जेनेरेट हुन्छ। अब यसमा सेटिङ्सहरू चेन्ज गर्न सकिन्छ, जस्तै ल्यान्डस्केप र पोर्ट्रेटमा गर्न सक्यो होइन। A4 अथवा A5 सिट कुन चाहिँ सिटमा प्रिन्ट गर्ने हो, A5 मा पोर्ट्रेट अथवा ल्यान्डस्केप कसरी गर्न सक्यो, त्यो अप्सनहरू आउने भयो। अनि पेज पर सिट भन्नाले एउटा सिटमा कतिवटा रिजल्ट जेनेरेट गर्ने भन्ने कुराहरू आउने भयो। त्यसरी आफ्नो अनुकूल फर्मेटहरू सिलेक्ट गरेर रिजल्ट प्रिन्ट गर्न सकिन्छ। त्यस्तै गरेर मार्जिनहरू पनि गर्न सकियो एक्स्ट्रा अप्सनको लागि। जस्तै दुईवटा पेजको लागि मार्जिनको अप्सन हुँदैन, सिङ्गल पेजको लागि मार्जिन डिफल्ट मार्जिन अथवा मिनिमम मार्जिनमा प्रिन्ट गर्न सकियो। यसरी आफ्नो अनुकूल चाहिँ फर्मेट बनाइसकेपछि त्यसलाई प्रिन्ट गरेर निकाल्न सकिन्छ। रिजल्ट प्रिन्टहरू सिधै गर्न सकियो, मार्कसिटको प्रिन्ट गर्न सकियो। अब कुनै स्टुडेन्टले अब त्यस्तै गरेर मार्कसिटको त्यस्तै गरेर अब ग्रेड सिटमा रिजल्ट हेर्नु पऱ्यो भनेदेखि ग्रेड सिट अप्सन सिलेक्ट गर्ने, अनि माथिको सबै उयो नै हुन्छ। अनि त्यसपछि रिजल्टहरू हेर्न मिल्यो। जस्तै नेपालीमा 4 आएको छ, C+ 2.4 भयो। ग्रेड साइन्सको चाहिँ प्र्याक्टिकल थ्योरीको अलग अलग भयो। प्र्याक्टिकलमा D आएको छ, थ्योरीमा D आएको छ, प्र्याक्टिकलमा A+ आएको छ, अनि टोटल चाहिँ फाइनल चाहिँ C+ रिजल्ट भयो। त्यसै गरेर GPAहरू भयो, फाइनल ग्रेड भयो। अनि इस्यु डेट, स्कुल सिल, क्लास टिचर, प्रिन्सिपलहरू, सिग्नेचरहरू तलपट्टि गर्ने ठाउँ आयो। अब यस्तै गरेर कुनै स्टुडेन्टले फी पे गरेको छैन भनेदेखि उसको फी रोक्न मिल्छ। उसको डिस्प्ले मोबाइल एप्लिकेसनबाट रिजल्ट हेर्नलाई रोक्न सकिन्छ। त्यसको लागि स्टुडेन्ट सिलेक्ट गरेर डिसेबल गरिदिने, रिजल्टलाई डिसेबल गर्न सक्यो। अनि मोबाइल एप्लिकेसनमा उसले रिजल्ट हेर्न सक्दैन। यदि फेरि इनेबल गर्न पऱ्यो भने फेरि डिसेबल इनेबलमा क्लिक गरेपछि इनेबल भयो। अनि त्यसरी इनेबल भइसकेपछि रिजल्ट चाहिँ तपाईँको मोबाइल एप्लिकेसनमा हेर्न मिल्छ, चेक गर्न मिल्छ। रिजल्ट पब्लिस गर्नुपर्ने हुन्छ, त्यसको लागि सेटिङ्समा एक्जामिनेसनमा जाने, अनि पब्लिस रिजल्टमा जाने, अनि ग्रेड सिट अथवा मार्कसिट केमा रिजल्ट पब्लिस गर्ने हो त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि पब्लिस बटनमा क्लिक गरिदिनु। तलपट्टि डेटहरू आउँछ, कति कति पब्लिस भएको। यदि कुनै बाई मिस्टेक रिजल्ट फेरि अपलोड गर्न पर्ने भयो अथवा चेन्ज गर्न पर्ने भयो भनेदेखि त्यसलाई अनपब्लिस गरेर अनि चेन्ज गरिसकेपछि फेरि पब्लिस गर्न सकिन्छ।
हस्त धन्यवाद।